नमस्कार, म तपाईहरुको साथी एलिस बोगटी। आज चाहिँ म के बताउन गइरहेको छु भने सर्वसाधारणहरू जो कोहीलाई पनि एसआईपी भनेको के हो, बीमा भनेको के हो, लाइफ इन्स्योरेन्स भनेको मैले चाहिँ विभिन्न युट्युबमा, विभिन्न मिडियामा, टिकटकमा यो दुईटालाई चाहिँ नराम्रो खण्डन गरेको, दुईटालाई चाहिँ जस्तै एसआईपी पनि गर्न हुन्न र बीमा पनि गर्नुहुन्न भनेर भनिएको चाहिँ मैले धेरै देखेँ। किनकि नेपाल भनेको चाहिँ एउटा डेभलपिङ कन्ट्री हो। त्यहाँनिर चाहिँ सानोभन्दा सानो मान्छेहरू छ, तिनीहरूले चाहिँ भर्खर हामी चाहिँ फाइनेन्सियली अलिकति स्ट्रङ हुँदै गइरहेको छौँ। हाम्रो देशमा चाहिँ फाइनेन्सियली लिट्रेसी बल्ल बढ्दै गएको छ। एसआईपी भनेको चाहिँ लङ टर्मको लागि गरिने हो। विभिन्न मैले मिडियामा देखेँ, जस्तै युट्युबमा, टिकटकमा देख्छु साथीहरूले एसआईपी नगर्नु, एसआईपी चाहिँ स्क्याम हो, एसआईपीले लङ टर्ममा केही दिँदैन भनेर भनेको भ्रामक जस्तो पाउँछु। मैले 3-4 दिन अगाडि पनि कुनै कुनै चाहिँ प्रोग्राममा देखेको थिएँ। त्यहाँनिर चाहिँ के भनिएको थियो भन्दाखेरि लाइफ इन्सुरेन्स नगर्नु त्यो नराम्रो हो भने। फर्स्ट अफ अल चाहिँ हामीलाई के थाहा हुनु पऱ्यो भने हामीले लाइफ इन्सुरेन्सको पर्पज बेग्लै हो र एसआईपीको पर्पज बेग्लै हो। लाइफ इन्सुरेन्स किन गर्ने, के को लागि गर्ने भन्ने त्यहाँनिर भनेको जबरजस्ती त्यो गर्नै पर्छ भन्ने होइन। लाइफ इन्सुरेन्स भनेको यदि काहीँ कथाची तपाईँको चाहिँ नि दुर्घटनामा पर्यो, तपाईँको चाहिँ केही भयो, आफ्नो जायज यता सबै नजाला, भविष्यको लागि केही चाहिँ सिक्योर होस्, आफ्नो चाहिँ परिवारलाई गाह्रो अप्ठ्यारो नपरोस् भनेर चाहिँ तपाईँले लाइफ इन्सुरेन्स गर्ने हो। त्यो नराम्रो भन्नु मिल्दैन, त्यसको पर्पजै बेग्लै छ। लाइफ इन्सुरेन्स भनेको कुनै पनि नराम्रो स्किम होइन, त्यो इन्भेस्टमेन्ट पर्पजको लागि गर्ने पनि होइन। त्यसको पर्पज नै बेग्लै हो। लाइफ इन्सुरेन्स गर्नुको पर्पज नै बेग्लै हो। तपाईँले सिधा त्यसलाई चाहिँ नि बरु इन्सुरेन्सलाई चाहिँ एउटा बचतको रूपमा चाहिँ नि गर्नुभयो भने त्यो बेटर हुन्छ। तर त्यसबाट ठुलो रिटर्न ल्याउँछु, त्यसको चाहिँ आजको भोलि मैले चाहिँ ठुलो गेन गर्छु भनेर त्यो गर्नु बेकार हो। र अर्को रहेको छ एसआईपी। एसआईपी एकदम राम्रो हो, किनकि जो कोहीले पनि गर्न सक्छ। नेपालको केसमा चाहिँ 500 देखि माथि हामीले गर्न सक्छौँ। यो एकदम राम्रो हो। जस्तै मैले कुनै एउटा कम्पनीको चाहिँ नि मैले एसआईपी गरेको थिएँ भने मेरो गएको इयर चाहिँ त्यसले चाहिँ 4.5 समथिङ दिएको छ। अहिले चाहिँ 5.70 कति प्रतिशत त्यसले डिक्लेयर गर्यो। त्यो एकदम राम्रो हो। मैले पोहोरको र अहिलेको जोडेँ भने चाहिँ नि लगभग 5-4-9 ट्याक्स यताउति काट्दाखेरि 9% चाहिँ मैले त्यो बोनस पाएँ। त्यो चाहिँ के हुन्छ भने त्यो फेरि रिइन्भेस्ट हुन्छ। त्यो चाहिँ लङ टर्मको लागि, आजको भोलि होइन। त्यसैले साथीहरू आफ्नो भ्युजको लागि होइन, सधैँ आफ्नो भ्युज र आफ्नो चाहिँ नि फलोवर्स बढाउनको लागि होइन, आफ्नो डिप नलेज तपाईँले युज गर्नुहोस्। नेपाल भने त्यति साह्रो गइसकेको छैन। त्यहाँनिर चाहिँ नि थोरै पैसाले चाहिँ तपाईँको कम्पाउन्ड हुँदै जान्छ। कम्पाउन्ड हुँदै गएपछि तपाईँको 12, 15, 20, 22, 25, 30 वर्षमा चाहिँ त्यो एउटा राम्रो एमाउन्ट बन्छ एसआईपी सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानमा नेपालको केसमा। त्यसैले हामीले भ्युजको लागि होइन, पर्पजै अलग छ। इन्सुरेन्स किन गर्ने, इन्सुरेन्सले दिने चाहिँ नि फाइदा भन्दा पनि इन्सुरेन्सले चाहिँ नि आपतकालमा आफ्नो चाहिँ घरखेत नजाओस्, आफ्नो चाहिँ प्रपर्टीहरू नजाओस् भनेर चाहिँ इन्सुरेन्समा चाहिँ नि म स्योर छु, म ढुक्क छु। मेरो भविष्यमा केही दुर्घटना परिहाल्यो भने चाहिँ मेरो परिवार राम्रो हुन्छ भने इन्सुरेन्स गर्ने हो। एसआईपी कन्सेप्ट पनि त्यही हो। कसैले भन्छ कुनै पनि स्टकमा चाहिँ नि इन्भेस्टमेन्ट गर्नु, कुनै स्टकमा चाहिँ नि त्यसलाई बरु हाल्नु भन्छ। तत्कालको यो चाहिँ नि रिटर्न होइन, त्यसमा चाहिँ रुपी एभरेजिङ कस्ट भन्ने हुन्छ। तपाईँले यो महिनामा चाहिँ कुनै एसआईपी को चाहिँ नि युनिट तपाईँले 10मा पाउनु भएको छ भने अर्को महिनामा त्यसको बढ्यो भने 11मा पाउनुहुन्छ। फेरि घटेर तपाईँको 9मा आउनसक्छ। त्यसै चाहिँ तपाईँको हुँदै जाँदाखेरि अन्तरालमा 2, 3, 4 वर्षमा चाहिँ त्यो चाहिँ नि तपाईँको राम्रो हुन्छ। त्यसलाई चाहिँ रुपी एभरेज कस्ट भन्छ नेपालको केसमा। त्यसैले हामीलाई जे कुरो थाहा छ त्यसलाई राम्रो चाहिँ नि कुराहरू समाजमा दिनुहोस्, राम्रो कुराहरू चाहिँ नि एक्लै अर्कालाई दिनुहोस्। त्यो आफ्नो टिकटकमा आएर, विभिन्न मिडियामा आएर यो स्क्याम हो, यो चाहिँ नगर्नु, यो चाहिँ नि झुट हो, यो चाहिँ नगर्नु भनेर तपाईँहरूले नभन्नुहोस्। यो एकदम राम्रो छ। नेपाल भने डेभलपिङ कन्ट्री हो। अहिले नदिए अर्को साल दिन्छ, अर्को साल नदिए अर्को साल दिन्छ। राम्रो कम्पनीहरू पनि छ, राम्रो एसआईपी फन्डहरू पनि छ। तिनीहरूले राम्रै रिटर्न दिइरहेको हुन्छ। यो साल
कुनै कम्पनीले 8 देला, कुनैले 7 देला, कुनैले 10 देला, कुनैले 11 देला, कुनैले 12 देला। तर यो तपाईँ कम्पाउन्डिङ हुँदै जाँदा इयरली प्लस हुँदै डिभिडेन्ड रिइन्भेस्ट हुँदै जाँदाखेरि चाहिँ तपाईँको त्यो चाहिँ नि 12, 15, 20 वर्षमा चाहिँ त्यो चाहिँ एउटा ठुलो एमाउन्ट बन्छ। त्यसैले नकारात्मक भ्रामक र आफ्नो पेज र आफ्नो सोसियल फलोवर्स बढाउनको लागि कहिले पनि कुनै पनि संस्थालाई, कुनै पनि पेसालाई, कुनै पनि कम्पनीलाई हानि पुग्ने गरी, कुनै पनि फाइनेन्सियल एक्सपर्टलाई हानि पर्ने गरी तपाईँले यस्तो नराम्रो चाहिँ नि अभिव्यक्तिहरू नदिनुहोस्। त्यसले चाहिँ नि भर ग्रोइङ हुन लागेको हाम्रो इकोनोमिकलाई, ग्रोइङ हुन लागेको हाम्रो जनताहरूलाई त्यसले चाहिँ नकारात्मक असर पर्छ। एसआइपी भनेको एकदम राम्रो डिसिप्लिनमा लङ टर्मको लागि गर्ने हो। बिमा भनेको एकदम राम्रो हो, त्यो नि लङ टर्मको लागि गर्ने हो। एउटा सेभिङको माइन्डसेट चाहिँ त्यहाँनिर इस्टाब्लिस हुन्छ। त्यसैले आफ्नो फलोवरको लागि भन्दा नि तपाईँको नलेज केमा छ र तपाईँले कुन कुरामा रिसर्च गर्नु भएको छ त्यसमा डिप नलेज चाहिँ दिनुहोस् भन्न चाहन्छु। मेरो साथीहरू, मेरो जो जसले हाम्रो यो युट्युब हेर्नुहुन्छ, जो जसले चाहिँ हाम्रो च्यानल हेर्नुहुन्छ, जो जसले हामीलाई फलो गर्नुहुन्छ, सधैँ पोजिटिभ सोच्नुहोस्। त्यो नकारात्मक भनेर आजको भोलि तपाईँले त्यो कुनै पनि कुराको चाहिँ खण्डन नगरिदिनुहोस्। एसआइपी भनेको नेपालको डेभलपिङ कन्ट्रीमा एकदम सानोभन्दा सानो महिनामा 10,000 कमाउनले पनि गर्न सक्छ र महिनामा 1 लाख कमाउनले पनि गर्न सक्ने यो चाहिँ एउटा राम्रो प्लेटफर्म हो। त्यसैले एकदम बुझेर मात्र भनिदिनु होला, विनम्र छ मेरो अनुरोध छ। र साथी मसँगै मेरो साथी देवेन्द्र मोक्तान र म आजको यो चाहिँ नि एकदम यथार्थ के हो, रियालिटी के हो र झुट के हो भनेर नभनिदिनु हुन विनम्र अनुरोध गर्छु। जय होस्।